तेरो हजुर बाउ गर्छन् त अनि तँलाई अस्ति उहाँले क्रिसमस आउनु 2 दिन त कसरी जा भनेको अनि उ जाने नबस्ने अरे मसँग यहाँ बोल अरे तेरो बाउसँग लु होइन त किन गनगन गर्नु कति चाहिँ पिडालेर बस्नु हौ म के चाहिँ प्रेम गर्नु हेलो सबैजनालाई नमस्ते आज चाहिँ हामी एउटा भ्लग गर्नु गइरहेको छौँ यो चाहिँ फर्स्ट भ्लग हो तपाईहरु जान सबैजनाले हेरेर लाइक कमेन्ट गरिदिनु होला जुन चाहिँ मम्मीले प्लान गर्न आँटेको मम्मीलाई चाहिँ थाहा छैन मम्मी चाहिँ मोर जानु भएको छ तपाईहरु जान सबैजनाले हेरिदिनु होला लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला हाम्रो चाहिँ फर्स्ट चोटीको प्राङ्क हो हैन अब आउँदैन खासै ट्राई मात्रै हो कस्तो के हुन्छ तपाईहरुले चाहिँ हेरिदिनु होला यो चाहिँ मम्मीलाई थाहा छैन हामीलाई चाहिँ थाहा छ मम्मीलाई चाहिँ थाहा छैन कस्तो हुन्छ रियाक्सन तपाईले हेर्दिएर कमेन्ट चाहिँ गरिदिनु होला के भन्न हाल्नु बाबुले सोहमी ओए यहाँ आउ तिमी पनि बाबु के भन्न घर जानलाई किन ल्याङ गरे गर्छ खालि नबस्नु कहिले अघि पनि त्यसै भन्यो सधैँ भन्छ त्यसरी किन बस्नु जाँदा भइहाल्छ जाने अहिले दाजुलाई सुरु गरेको छु पढाइले राखेर के भन्नु त अनि बुझ्छु कहिले जहिले बाजेको म जहिले बस्न सक्दै यसरी जति बेला पनि जान्छ नि उसकै घर साँच्ची नै भनेको कि साँच्ची नै भनेको म बस्छु त अनि जहिले तैले लाग्नु गर्छ जहिले अरूको कुरा सुनेर मसँग उयो गर्छ के भन्नुभयो त तँलाई के भन्छ नि हिजो बेलुका पनि त्यस्तै गरेँ के म जति बेला पनि म खिलाउने हो होइन के चाहिँ भन्नु नानी भइसकेको मान्छे हो मम्मी नानीको आमा भइसकेको मान्छे जहिले तैले के बुढाको उयो सुनेर बस्नु गएको छ भन्नु त आफै पनि भन्नु नि आफै पनि तपाईँ पनि बेगर सकेर हामीले त्यत्रो पढाउनु भयो जहिले तैले म गनगन म बस्नु के गनगन गर्नुभयो बाबु सोध्नु नि के भन्नु भयो भने जस्तो केही लाग्दैन खालि भन्छ नबस जा भन्छ कस्तो कुरा गरेको त के कुरा गर्यो मम्मी के बाबालाई भनिदिन्छ हैन किन चाहिँ बाबालाई फोन गर्नु कस्तो कुरा गर्नुहुन्छ हौ ए फोन नगर्नु त्यहाँनिर भन्नु है दादा फोन नगर्नु भनेर जानु भए जानु नि तपाईँ घर अनि यहाँ दुनियाँ टेन्सन मेरो बाबालाई किन किन जानु भनेको बाबालाई चाहिँ जानु न अनि उसको घर त्यहाँ बसेर के गर्नु मम्मी मलाई ढाँटेको होला होइन हो तपाईँलाई मम्मी ढाँटेको तपाईँलाई फोन गरेको 3 चोटि फोन गरेको थिएँ किन चाहिँ जानु त बाबु चाहिँ बा जान्छ राम्रो गर्छन् त अनि तँलाई अस्ति उहाँले रिभर्सन चाहिँ छिट्टा आउनु कि छिट्टा आउनु त्यो माया के मेरो मात्रै मायाले हुन्छ मलाई चाहिँ बुझ्नु पर्दैन मेरो चाहिँ फिलिङ्स बुझ्नु परेन भन्नु त मम्मी आफै पनि जहिले मैले मात्रै माया गर्नुपर्छ भन्नु नि आफै पनि अनि अहिले बाबु के ठिक हुनुहुन्छ राम्रो मान्छे किन पठाउनु बाबु ठिक त हुनुहुन्न कि तर पनि त उसको मर्जी म जान्छु भनेपछि तिमीसँग बस्ने भनेपछि म के भन्नु दाजुलाई भनेको छु म जान्छु अब खुसी हुन्छ नि के भन्नु र आमामामा एकछिन घरमा नहुँदा के भन्न आँटेको मलाई हो साँच्ची भन्ने नबस्ने म के भन्नु तपाईँलाई भन्नु त मम्मी बस्दिनँ भनेपछि के गर्नु त जहिले तिम्रो पीडा लिएर म बस्न सक्दिनँ होइन त किन गनगन गर्नु बिरामी मान्छेलाई असलमै त चाहिँ किन गनगन गर्नु बाबुलाई अनि निस्केर जानु भनेको त चाहिँ बाबुलाई आफै भन्दै थियो जानु भनेर धेरै उयो नगर है त चाहिँ होइन म जान्छु अहिले सुन्न हलपमा उयो गर्नेलाई आउँछ अब बस्दै नबस्ने अरे मसँग त बस्ती वहीँदेखि हुँदा पनि ल्याङ गरे जति माया गरे पनि बुझ्दैन रहेछ के भन्नु जेसुकै गरोस् साँच्ची नै भने कि तैँले मैले साँच्ची नै त भनेको मम्मी कति चाहिँ पिडालेर बस्नु हो म के चाहिँ पिडा भन्नुभयो त के भन्नुभयो जहिले तैँले अरूको कुरा सुनेर मसँग किन न्यु खोल्नु किन रिसाउनु मसँग
अनि ऊ जाने अरे नबस्ने अरे मसँग घर गइहाल्ने अरे ऊ जाउँ न त अनि घर छ नि त स्याहार्ने जाने भनेपछि के भन्नु म तपाईँले त्यहाँ फोन नगर्नु नि त होइन म फोन गर्छु तपाईँ धेरै रुपियाँ नहुँदै हेलो हो के गर्दै हुन्छ काम गर्नुभएको छैन हेलो यहाँ सुन्नु नि बुवाहरूलाई भन्न म आउनु लागेको दाजु उहाँ ज्वाइँलाई खोइ सोनामले के भनेर म त जानु लागिरहेको गर्दैन त दाजुलाई सोरामी नि यहाँ बाबुलाई नबस्न जानु भन्दै भन्ने अरे म त अहिले पो छक्कै परेँ अस्ति पनि म चोकबाट आउँदा त्यस्तै अनि यहाँ बोल्नु है यहाँ बोल्थेन यहाँ बाबुसँग बोल्नु यहाँ नजानु यहाँ बोल्नु यहाँ बोल्नु बाबासँग तपाईँहरू त खै मलाई त टेन्सन मात्रै दिनु बाबुसँग बोल्नु बोल्नु नि बाबासँग बोल्नु न बोल्नु नि होइन यहाँ आउ न सोनामी तिमी चाहिँ यहाँ फिक्स कुरा पो गर्ने हो त यहाँ बस्नु न मम्मी तपाईँ पनि बस्नु यहाँ सोनामी पनि बस्छ क्या दुईजना बस्नु मान्छेले सुनेन भने के भन्छन् होला नि के होइन बस्नु न यहाँनिर तपाईँ के भन्छ तेरो हजुर बाउ बाबाले कल गर्नु उठाउनु हेलो यहाँ मैले ठुलो पारेको छु यहाँ भन्नु बाबुलाई नि सोनामलाई यहाँ भन्नु यहाँ उहाँ बाबुले उहाँ दाजुलाई फोन गरेको अरे उहाँ साइडीलाई पनि फोन गरेर भन्नुभयो दाजुलाई फोन गरेर भन्दै म जान्छु खोइ सोनामीले के गनगन गरियो अरे नबस गइहाल भनेर भन्यो अरे अब जाने अरे के हो म त तपाईँहरू कि साँच्चै भनेको रेला गरेको साँच्चीकै भन्नु खरि जा यहीँ छ तपाईँ भन्नु खरि जा भन्छ अरे यसले यहाँ बोल अरे तेरो बाबुसँग लु यहाँ छिटो बोल नाटक नगरी हेलो हजुर हजुर के खरि जा भन्छ अरे अस्ति पनि म चोकबाट आउँदाखेरि बाबु घरमै हुनुहुन्न थियो अनि कहाँ गए मोबाइल घरमा छोडेर भन्दै मलाई टेन्सन गरेको 4 वर्ष भएको छैन अब अहिलेदेखि अब सुरु गरेको झगडा गर्न खै के भन्नु भएको नि खरि जा भन्छ अरे म त अहिले पो बाबु त्यस्तो खोइ मलाई त पहिले त्यस्तो पनि भएन त हाम्रो त मलाई त्यस्तो पनि हामीले सिकाएको छैन त्यस्तो कुराहरू मैले पनि तपाईँलाई माथि घरमा बस्दा जा भन्थेँ अब मैले त्यस्तो भन्नु त बाबुलाई क्रिसमस आउनु 2 दिन चाहिँ कसरी जा भनेको यो छैन यो छैन यो भरेदैन नसुत्नु तपाईँ त्यहाँनिर यहाँ खाएको बाहिर परेको छैन त्यहाँ सुत्नु ल बाबा राखिदिएको ल मान्छे कति दिन छैन मान्छेले पनि के भन्छन् सुन्दाखेरि यहाँ बाबुसँग बोल्नु नजानु भन्नु लिनु बाबु यहाँ बोल्नु अनि भन्नु नि त अनि नजानु भनेर त यहाँ ठुलो आवाज पारिदिरहेछ
अब अलिक हुन्छ अनि त अब घर त जानै पर्यो नि जानु त पर्छ त अब अहिले चाहिँ होइन अब अलिक हुन्छ सलन फ्यामिलीहरू जान्छ नानी पनि त हेर्छ नानी जान्छन् अब ल ल ल म राख्दै त्यो अब त्यो सलन अब त्यो के भन्नु त्यसलाई अब नानी बाबा भइसक्यो अब त बुढी आउनु पनि अब बाबुलाई खेदाउन थालिसक्यो के भन्नु मेरो त्यति बेलामा भनेको होला नि अब बाबुले त्यसो भन्यो भने अब फेरि अब कता कता ल ल ल राखेको ल ल राख खै यहाँले एकदम फोन साइनीलाई चाहिँ किन फोन गर्नुभएको गाडी भन्नु छ कारलाई फोन गरिसक्यो खै यहाँदेखि त मोबाइल होइन हो म साइनीलाई फोन गर्छु होइन तपाईँ चाहिँ किन जाने माथि साह्रै ल्याङल्याङ गरे गर्छ खालि तपाईँहरूको मात्र मायाले नहुँदो रहेछ तपाईँहरूले कति माया गर्नुहुन्छ वास्तै गर्दैन खालि रिसाउँछ तपाईँहरूले त कति माया आफ्नो छोरालाई भन्दा बढी माया गर्नुहुन्छ अनि यसको कुरामा किन लाग्नुहुन्छ त चाहिँ किन जानुहुन्छ यस्तो बिरामी वहाँनिर गएर हुन्छ साह्रो गाह्रो गऱ्यो भने कहाँ यतै ल्याउनुपर्छ त होइन रिसाउने काम चाहिँ के छ त बाबुले के भन्नु पर्यो रिसाएको त चाहिँ मामी होइन त बाबुसँगै बस्दिन थिइस् भने बाबुलाई नै माया गर्दिन थिइस् भने त म किन इन्डिया लगेर दबाई गरेर ल्याउनु मलाई के काम काम थिएन त के चाहिएको त तँलाई के चाहिएको त के चाहिँ भनेको त बाबुले तैँले के भनिस् के किनिदिनु भनिस् र बाबुले नकिनिदिएर हो कि यता हाँसेको आनु यता आनु पारमा लाने बिजोग पानी होला पछि आनु म त्यसलाई लाँदै दिन्छु निकाल्छ यतै भन्छ आनु यता होइन अब बस्नु नसक्ने आइस यता उसको रिस कहिले मर्छ जाने काम उयो नगर्नु है बाबु रेला नगर्नु है यसले भन्दै गर्छ रेला होइन सधैँ त्यसै मात्र भन्छ नि सधैँ त्यसै अनि तपाईँले मलाई किन नभन्नुभएको त अस्तिदेखि भनेको चाहिँ भने अनि मलाई किन नसुनाउनु भएको यसो भन्दै मम्मी सोला मिला भनेर तपाईँले पनि त मेरो तपाईँले भनेको तपाईँले पनि मलाई त आफ्नै नसोच्नु हुँदो रहेछ के भन्छ नि अन्त तपाईँले पनि मलाई आफ्नो नसम्झिनु हुँदो रहेछ ए यहाँ छ उयो